आजको हाम्रो विश्लेषणको स्रोत सामग्रीको शीर्षक हेरौँ त 0898-724-25FG फुलबारी। ल, यो अलि अनौठो छ है। आउनुहोस् यसमा अलिक गहिरिएर हेरौँ। अब शीर्षकको सुरुमै यो अक्षर र अङ्कको लाम देखेर पहिलो प्रश्न मनमा के आउँछ भने यो अनौठो कोड आखिर हो के? यसले एक किसिमको रहस्य जस्तो बनाइदिन्छ, होइन त? खैर, खासमा भन्ने हो भने यो कोड सायद एउटा डिजिटल कुरा वा मेटाडेटा मात्र हो। यो विश्लेषणको मुटु, यसको वास्तविक सार त्यो कोडमा छैन, बरु त्यसपछिको शब्दमा लुकेको छ, फुलबारी। त्यसो भए अब त्यो कोडको रहस्यलाई एकछिन पन्छाएर कविताको भित्री तहमा प्रवेश गरौँ है त। अब यो कविताको केन्द्रमा रहेको त्यो शक्तिशाली रूपकलाई उजागर गर्ने बेला भयो, जसले यो पुरै रचनालाई एउटा गहिरो अर्थ दिएको छ। कविताले हाम्रो सामु एउटा एकदमै सुन्दर विचार राख्छ, नेपाललाई एउटा जीवन्त र अनेकताले भरिएको फूलबारीको रूपमा हेर्ने। फूलबारीको सीधा अर्थ त फूलहरूको बगैँचा हो, तर यहाँ यो शब्द त्यो भन्दा धेरै माथि छ। यो नेपालको लागि एक शक्तिशाली प्रतीक बनेको छ, एक यस्तो राष्ट्र जो विविधतामा एकदमै धनी छ। कविताको यो एउटा पंक्तिले त यो विचारलाई जीवन्त नै बनाइदिन्छ। 4 वर्ण 36 जातको फुलबारी हो हाम्रो। सोच्नुस् त, एउटै वाक्यले नेपालको सामाजिक विविधताको कति सुन्दर चित्र कोरेको छ। आउनुहोस् यो रूपकलाई अझै खोलेर हेरौँ। यहाँ फूलहरू भनेका हामी जनता भयौं। फूलका अनेक रङहरूले विभिन्न जात जातिलाई जनाए अनि तिनीहरूको फरक फरक सुगन्धले हाम्रो अद्वितीय संस्कृतिहरूलाई, र यी सबै फुल्ने माटो, त्यो चाहिँ हाम्रो राष्ट्र नेपाल हो। कति सुन्दर तरिकाले विविधताले नै राष्ट्रलाई सुन्दर बनाउँछ भनेर देखाएको छ। अब कविताले आफ्नो ध्यान भविष्यतिर मोड्छ, विशेष गरी युवा पुस्ताको भूमिका र उनीहरूको जिम्मेवारीमा केन्द्रित हुन्छ। यहाँ एकदमै मार्मिक तुलना गरिएको छ। आजका युवाहरू कोपिला हुन रे, जो भोलि गएर पूर्ण रूपमा विकसित फूल बन्नेछन् भनेपछि यो त वर्तमानको सम्भावना र भविष्यको प्रतिज्ञाको सङ्केत भयो नि, होइन र? कविताकै शब्दमा भन्दा आजका हामी कोपिला, भोलिका फूल फुल्नेछौँ। यो पंक्तिले युवाहरूको सम्भावनालाई अझै प्रष्ट पार्छ। यसमा एक प्रकारको आशा पनि छ अनि एउटा प्रतिबद्धता पनि झल्किन्छ। त्यसो भए कोपिलाबाट फूल बन्ने यो यात्रा कस्तो होला त? कविताले एउटा स्पष्ट बाटो देखाउँछ। पहिलो, आजको कोपिलाको रूपमा सुरु गर्ने। दोस्रो, पढे गुणी ज्ञानी भई अर्थात् शिक्षा र विवेक हासिल गर्ने। र तेस्रो, अन्तमा गएर देशको सेवा गर्ने अर्थात् राष्ट्रको सेवामा आफूलाई समर्पित गर्ने। अब कविताको अर्को महत्त्वपूर्ण पाटोमा जाउँ। त्यो हो देशभक्ति र आफ्नो राष्ट्र, आफ्नो फूलबारीको रक्षा गर्ने कर्तव्यको भावना। यो कविता भावनामा मात्रै सीमित छैन, यसमा आफ्नो मातृभूमिको रक्षा गर्ने र यसलाई हुर्काउने एउटा गहिरो प्रतिज्ञा लुकेको छ। यो पंक्ति सुन्नुहोस् त, यसले राष्ट्रप्रतिको समर्पणको उचाइलाई देखाउँछ। शत्रुबाट जोगाउन यो शिरसँगै उडाउला। यो त राष्ट्रको रक्षाका लागि कुनै पनि बलिदान दिन तयार छौं भन्ने घोषणा नै हो। तर कुरा रक्षामा मात्रै सकिँदैन। शत्रुबाट जोगाउनु त छँदैछ, त्यसको साथसाथै देशलाई स्वर्ग झैं राम्रो बनाउने अर्थात् यसलाई अझ सुन्दर र समृद्ध बनाउने वाचा पनि गरिएको छ। अब हामी कविताको अन्तिम र सायद सबैभन्दा शक्तिशाली विचारमा आइपुगेका छौं, जसले अघिका सबै विषयवस्तुलाई एउटै धागोमा उनेको छ। एउटै माला नेपाली। हेर्नुहोस् त, यी 3 शब्दमा कविताको पुरै सार लुकेको छ। यो विविधतामा एकताको अन्तिम र सबैभन्दा सुन्दर उद्घोष हो। यहाँको अन्तिम कल्पना चित्र एकदमै शक्तिशाली छ। सोच्नुहोस् त, बगैँचाका ती सबै फरक फरक रङ, आकार र सुगन्धका फूलहरूलाई एउटै धागोमा उनेर एउटा माला बनाइएको छ। फूलबारीको विविधता मालाको एकतामा आएर मिलेको छ। र अन्त्यमा एउटा प्रश्नमा आएर टुङ्ग्याउँ। आजको हाम्रो समयमा जहाँ पहिचान र भिन्नताका अनेक कुराहरू उठिरहन्छन्, कविताको यो एक मालाको सन्देशले आखिर कस्तो अर्थ राख्छ होला? यो सोच्न लायक कुरा छ।